आइदियो ल के छ दाइ तिम्रो लागि ह्यापी बर्थडे आज होइन भोलि होइन एडभान्समै दिएको हामी ओहो के छ दाजु सब ठिक छ भाइ ल ल आराम छ तर अहिले चाहिने हो एउटा सर्ट त बसौँ न हामी गाडीमा पछाडि जाने पछाडि बस्ने हो अहिले आयुषलाई मेरो नाम आयुष ल के छ तैँले कहाँ हो तिमी म त काठमाडौँबाट म काठमाडौँबाट हिजो आएँ नि केमा हिजो गाडीमै आएको फर्स्टमै हुनुहुन्छ हाम्रो मसिन्द्र थपलिया दाइ अनि गिफ्ट चाहिँ फेरि ग्लभ्स हो है रेक्स डाङ्गी योङ इनफिल्डर्स ओके रोबिन्सन लामा रोयल स्टन इनफिल्डर्स ल दाइ कृपया आएर गिफ्ट लिएर जानु होला सयोल राई आएको छैन अपु हाङ अपु नाङ ल ताली अनि श्याम खवास लैसक्यो श्याम खवास को हो त खै ओके देव तामाङ ल प्रज्वल सिंह बस्नेत औषध इनफिल्डर्स ताली ल एकदम राइडमा चाहिँ ग्लभ्स एकदमै इम्पोर्टेन्ट हुन्छ भनेर है अब वेलकम टु चितवन फर्स्ट अफ अल अनि राइड टु 3 एङ्गल्स नेपाल 2025 मा आइदिनु भएकोमा सबैलाई धेरै धेरै धन्यवाद अब बिस्तारै हामी यहाँबाट मुभ हुनेवालामा छौँ हाम्रो नेक्स्ट स्टप भनेको चाहिँ डाइरेक्ट डुम्रे गरेर लन्च स्टप हुन्छ मसाङदी रिभर भ्यू रिजोर्टमा अब राइडिङको बारेमा थोरै ब्रिफिङ चाहिँ हाम्रो मसेन दाले गरिदिनुहुन्छ सबैले ध्यान दिएर सुनिदिनु होला धन्यवाद ओके थ्याङ्क यू कौशल भाइ द मेन लिड पर्सन्स अफ माइलस्टोन्स एन्ड फिल्डर्स अनि म स्पेसली कौशल भाइलाई यो मिठो एउटा 3 एङ्गल्स अफ नेपाल भन्ने एउटा मूल नाराको साथ यो राइडको आयोजना गरेकोमा भाइलाई म फर्स्ट अफ अल धेरै धेरै धन्यवाद दिन चाहन्छु अनि जति पनि पार्टिसिपेन्ट्स साथी दाजुभाइहरू चाहिँ जुन यो प्रोग्राममा उत्साहपूर्वक आइदिनु भएकोमा धेरै धेरै धन्यवाद है सो अब हाम्रो डेस्टिनेसन्स काँडे जुन चाहिँ पोखराबाट लगभग 25 होइन 30 किलोमिटर जति 30 हामी अफ रोड गर्छौँ सो नाउ वी आर हेडिङ टुवर्ड्स आवर डेस्टिनेसन है अब हाम्रो लगभग 65 किलोमिटर पछि हाम्रो लन्च ब्रेक हुन्छ मर्स्याङदी रिभर भ्यू रिजोर्टमा सो अब हाम्रो फर्स्ट अफ अल मोटो जहिले पनि के हुन्छ राइडमा भन्दाखेरि सेफ राइड है सेफ एन्ड सेफ सो हामी आरामसँग चाहिँ डिस्टेन्स मेन्टेन गरेर होइन सबभन्दा चाहिँ हामीले यो रोडलाई चाहिँ हाम्रो जुन राइडलाई चाहिँ सबभन्दा सुरक्षित बनाउनु हाम्रो सबभन्दा मूल उद्देश्य रहन्छ है त्यसपछि हामी चाहिँ रमाइलो पनि गर्दै जान्छौँ सो म सबैजना साथीभाइहरूलाई चाहिँ फलो द ट्राफिक रुल्स होइन ओभरटेकिङहरू नगरिदिनुहोस् आफ्नो लेन डिसिप्लिनमा हिँड्दिन हुनको लागि विनम्र अनुरोध गर्दछु है सो लास्टमा म फेरि सबैजना गाइडर्सहरूलाई चाहिँ धन्यवाद भन्न चाहन्छु थ्याङ्क यू सो मच आई एम मसिन्द्र थपलिया द क्यारियर अफ एमसिस नेस्ट थ्याङ्क यू Action speaks louder than word भने जस्तो
कार्यक्रममा यहाँहरूलाई सहयोग के अरे स्वागत मन्तव्य गरिदिनु हुन यस क्लबका संस्थापक अध्यक्ष श्री हिमालय बखरेलज्यूलाई हार्दिक अनुरोध गर्छु। उपस्थित सम्पूर्ण आदरणीय व्यक्तित्वहरू र माइलस्टोन इनफिल्डरका प्रतिनिधि संयोजक अथवा के हुन्छ उहाँहरू धम्पुसबाट पोतना देउराली हुँदै होइन माथि निस्केर उताबाट देउरालीबाट घुमेर त्यहाँबाट चाहिँ लुम्ले क्षेत्रमा चाहिँ लुम्ले आएर एउटा चाहिँ छोटो राम्रो र धेरै पहिला हामी चाहिँ पर्यटक पदयात्राको रूपमा थियो भने अब यो बाइक राइडरको रूपमा पनि त्यो क्षेत्र चाहिँ प्रख्यात हुनेछ भन्ने कुरा म विश्वस्त हुँदै यहाँहरू सम्पूर्णलाई फेरि पनि स्वागत गर्दछु। Happy birthday, dear brother. Happy birthday to you. बाबाले भनेको कस्तो भइरहेछ म त बिचमा छु दाइहरूको बिचमा ल अब हाम्रो जितेन शर्मा पनि बरु यतै जिन्दगी दिएर हाँसेको तपाईँ जाने त चुप्रा सुत्नु हामीले त रेक्सुट गर्यो दाइलाई सुधा भाव छोड्छु मिठो खाएर बस्यो भने मिठो हुन्छ केटाकेटी हामी त म त भनेको हामीलाई त यहीँको खेत काल्न सुत्रो हुर्कियो काम कि हामीलाई चिसो त बस्नु यताको मेरो सिट भयो यो अब बाहिर हेर्छु एकछिन ओके त्यो सिरान ल्याउनु दाइ एउटा ल लिएर है तपाईँलाई पनि हुन्छ राम्रोसँग 2 घन्टा टुक्क ल सुताइ त डेन्जर हुन्छ ऊ चुरोट चाहिएर त्यो दाइलाई हजुरको नाम के हो हजुरको नाम के हो जितेन्द्र गुरुङ हो ए यहीँको लोकल हो तपाईँ ए घरै यहीँ हो ब्लग दाइ हजुर तपाईँको घरै यहीँ हजुर ए ल यतै राखिदिनु एउटा
त्यही हुन्छ अरू के बोल्न चाहनुहुन्छ दाइ कस्तो भइरह आजको दिन कस्तो लाग्यो यसले भगवान हाने कि त्यो उस भने बेटा इष्ट भने मैले भगवान हाल्नु न तपाईँ न हाल्नु न तपाईँको पनि छ च्यानल छ नि के छ भोलि भन्नुहुन्छ ल डन है त ल दाइ यसो सर सुइया फाल्ने क्या ल सबैले यसरी पुस गरिदिनु न है 1 2 3 गो जय बुलेट अविन दाइ अब त फाम गाह्रो छ त हैन भिडियो भएन एकपल फेरि भिडियो भएन ल हिजोको रुट एक वान मोर 1 2 3 गो जय बुलेट तर्फमा छौँ गाडी यहाँ अहिले मेन्टेनेन्स मिलन गोल्डले गर्दा तपाईँको त होइन मेरो होइन फाइनली भयो कहाँ अब झार्ने मिलन सोलले कस्तो लागिरहेको थाक्यो दाइ एकछिन फ्रस्ट्रेट हुनुभयो यही त बाटो यस्तो छ कपाल यस्तो छ धुवा धुलोले अहिले यो के अरे कुन ठाउँ अरे लुम्ले काडे गोलडाँडा होइन
गोलडाँडाको छ गोलडाँडामा हालत यस्तो छ ओ अघि छिरेको थियो होइन त्यो बाइक हामी लाग्छौँ यहाँ सिधै पोखरा त्यही टायर बनाएको अहिले स्टार्ट भएन ब्याग तानेको उता झरा लगाइसक्यो केटाहरूले समातेर राखेर रहेछ न त झरिसक्यो है फर्स्टमा अनि उठ्नै उठेन कि त्यो स्टार्टै उठेन कि सुरुमा चाहिँ लिथ्यो होइन लियो तर रेस्ट लिएन धिरा पनि त्यो झुइँ हुनुपर्छ नि त्यो नै नआएको कि अनि मैले एयर फिल्टरको प्रब्लम हो कि भनेर चिसो लगाएर भाइ हात च्याप्ला भाइ त्यो उसले बुलेरोले तान्छ नि यार अनि डोरीहरू छ होला त हुनुपर्छ अगाडि यो त पेट्रोल अयम्मा टोक्ने जति झन् गाह्रो हुन्छ क्या पम्प हान्नु त कहाँ पम्प यसको ल हाम्रो अब एन्डिङ यहीँ भयो अब चितवनको हाइवेमा आइपुग्यौँ त्यहाँको कहाँनिर भन्दाखेरि अब अलिकति अगाडि गयो भने सौरा जाने बाटो आउँछ त्यही हो आजको एन्डिङ यहीँ भयो स्टे ट्युन्ड